छटपटी भाछ यो मन देऊ न मलाई ऐस अङ्गालोमा बेर मलाई छल्किसक्यो बैस। मिठो तोडी त हौ, अब यताबाट पनि तोड्नु पर्यो। के लेख्ने होला? मोटर भए गुडी आउँथे चरी भए उडी घोरले छोरो चाहिसक्यो चाँडै भइदेऊ बुढी। लजा बुझाइदेऊ प्यास मेरो दिन्छु घरले छोरो आउन चाँडो पर्खिरहेछु मेरो काले मोरो। अब चाहिँ केटी लाइनमा आएको छ। कति लेख्नु हो? कल गर त। फेरि तिम्रो बुढोले मेसेज हेरेर थाहा पायो भने यहीँ पुर्याएर जाला नि। फास्ट कल मी। कसले म्यासेज हेर्नु? ऊ त ड्युटीमा छ के। ए हो र भने मलाई के थाहा त? कसलाई बुढो भनेको? मेरो बुढो हजुर होइन, म त रिसाउँछु के बोल्दिन। त्यो नरिसाउ न काले, तिमी मेरी बुढी हो, म तिम्रै बुढा हुँ। अब त नरिसाउ। ल ल कहिले आउने काले? कहिलेसम्म यसरी तडपाएर राख्छु के? किन हतार भइसक्यो? नजिस्किन्न के, कहिले आउने? त्यस भएदेखि भोलि म तिम्रै अङ्गालोमा। कसको फोन आयो? कबाब बाटी। तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ। केही खबरपछि पुनः डायल गर्नुहोला। तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ। केही खबरपछि पुनः डायल गर्नुहोला। The subscriber is busy. Please try again later. फोन आएको आइगयो, एकछिन बोल्छु। हेलो हेलो, के गर्दैछौ? सन्चै छौ नि? अलि सन्चो छैन आज, अलि सन्चो नभएर औषधि खान लागेको, एकछिनमा ठिक हुन्छ। किन अनलाइनमा नआएको त? आज अलि ब्यालेन्स थिएन कि, त्यही भएर। कहाँ छौ तिमी? ओछ्यानमै छु, सुत्न लाग्यो। भोलि कुरा गर्छु ल। भोको कराउँछ त? के हो, कहाँ छौ तिमी? बोको फुकेर आएछ, फोन राख्नु, भोलि कुरा गरौँला। बाई। कस्तो के झन्डै थाहा पाएन। किन डिस्टर्ब गरे त्यसले? को त्यो? ऊ पनि के त्यसै बस्यो होला र? यो त मानवीय आवश्यकता हो नि। प्रतीक्षा गर्न सक्नुपर्छ के बेबी। अब प्रतीक्षा गरिसक्यो। तँलाई ढाका, तँलाई छोडिदिनु म।